we went for annual staff picnic at Kichudumra Eco Yacht. So this is the glimpse of the place. यतिखेर चाहिँ अनि few of us are gathered. अब अहिले चाहिँ यो प्लेसमा हेर्नु नि यस्तो मजाले छैन, अब भरे त यसको के हालत हुन्छ होला। अहिले त एकदमै पिस काम एकदम साइलेन्स छ। बिस्तारै बिस्तारै सबै भेला भएपछि होइन हामीले हाम्रो स्न्याक्समा चाहिँ हामीले के खाने भयो भने चाहिँ झालमुरी, यति दामी दामी डेजर्ट बनाइदिनु भएको थियो, तर वी प्रिफर झालमुरी होल्छ। सो त्यसको बादमा वी टुक सम पिक्चर्स, अनि हामीले पिक्चर लियो, अनि हामीले रिल्स पनि बनायो, अनि वी भिजिटेड द प्लेसेस। अनि त्यसको बादमा हामी घुम्यो। रेणुका म्यामसँग पिक्चर लियो एउटा, ट्राइङ टु पोस्ट इन अ डिफ्रेन्ट स्टाइल्स, कुछ कुछ होता है। एन्ड दिस इज द इभिनिङ भ्यू। यहाँ अहिले अलिकति ब्युटिफिकेसन गरेर छ। सो अब सबै खानासाना खाएपछि हामीले लन्च गरेपछि चाहिँ हामी अलिकति हल्का डान्स गर्न थाल्यो। अब अघिको प्लेसेस हेर्नु त अहिले यस्तो भिड